मरङ निक्लाजुङको चाँडै धौली बजार प्रत्येक हप्ताको बिहिबार बजार लाग्छ नि त। त्यहाँ चाहिँ रमिते जौबारी अनि कुराकानीबाट चाहिँ एकदम ताजा ताजा सब्जी आउँछ क्या। म पनि यसो सब्जी किन्न जाँदाखेरि एउटा आन्टीले कटुस र पट्टी फुटेको मेल उसिनेको रहेछ बेचेर बसिराख्नु भएको थियो। साइडमा अचार पनि थियो। अनि मलाई पनि यो मेल एकदम मनपर्छ नि त। अनि ल्याएर यसलाई यो कटुसलाई फ्राई यसलाई भुटे भनौँ न। यो चाहिँ फेरि काँचो त्यति मिठो हुँदैन। यसलाई ब्राउन बनाउनुपर्छ। यो फेरि भुट्दाखेरि यस्तो पर्किन्छ, पटपट्टि फुट्छ क्या, चिरा हुन्छ। अनि त्यो दिन त फेरि मलाई हतारले गर्दा होला, यता घरमा पनि खाना पाइनँ हतारले, अनि यता पसलमा पनि खाना राखिदिएन रहेछन्। फेरि मैले पनि भनिनँ क्या। आज चाहिँ लन्च चाहिँ खानु पऱ्यो भनेर मजाले भुटिसकेपछि बसेर क्रुम खाएँ। यस्तो मिठो हुन्छ। एउटा किरा पनि लागेको थियो क्या। अनि यो खाँदै गर्दा के सम्झेँ भने पहिला बचपनमा सानोमा पढ्दाखेरि स्कुलमा जाँदाखेरि त्यतिखेर स्कुल वरिपरि जङ्गल हुन्थ्यो। त्यो जङ्गल चाहिँ कटुस भयो, अनि यो लालीगुराँस काफलको हुन्थ्यो क्या। अनि हाम्रो 1 घन्टाको छुट्टी हुन्थ्यो। त्यो 1 घन्टाको छुट्टीभित्रमा चाहिँ हामीले चाहिँ कटुस पनि फेरि कस्तो हुन्थ्यो भने यो चाहिँ के भन्छ भालु कटुस हो। ढाल्ने कटुस त्यो चाहिँ मसिनो कटुसहरू हुन्थ्यो। हामी 1 घन्टामा त्योहरू खाएर अनि ठोट्नेहरू खाएर हाम्रो टिफिन बनाउँथ्यौँ क्या। त्यतिखेर चाहिँ अब चलन थिएन नि त टिफिन लाने। अनि पसल पनि टाढो हुन्थ्यो। आमा बुवाले टिफिन पनि पठाउनु हुँदैन थियो। हामी चाहिँ यसमै निर्भर हुन्थ्यौँ त। यही खाएर चाहिँ हामीले बचपन बाल्यकालमा चाहिँ स्कुलमा चाहिँ त्यसरी पढ्थ्यौँ क्या। जस्तै त्यो मुसुरी हुन्थ्यो क्या। मुसुरी चाहिँ कोसा हुन्छ, भित्र दाना हुन्छ, त्यस्तोहरू खान्थ्यौँ। सिरु भयो, त्यो सिरु कलिलो हुन्थ्यो क्या, त्यो खान मिल्ने क्या सिरु। त्यस्तोहरू खाएर टिफिन हुन्थ्यो क्या हाम्रो चाहिँ। अब अहिलेको बच्चाहरू चाहिँ अब केमा निर्भर छन् भने चाउमिन, थुक्पा, चटपटे, पानीपुरी भयो, अनि अब जङ्क फुडहरू भयो, त्यो के भन्छ चिप्स भयो। अहिलेको बच्चाहरू चाहिँ त्यसमा फुल्ली डिपेन्डेन्ट छन्। अनि सानैदेखि नै अब रोगी हुन्छ नि बच्चाहरू। अब विकल्पै त्यही छ, त्यही देख्छ नि त। तर अरू पनि त बनाउँदा मिल्थ्यो नि त। अहिलेसम्म चाहिँ हामीलाई प्रकृतिले साथ देख्छ जस्तो लाग्छ। बिस्तारै त अब त्यो कुनै विकल्पहरू होला नि त। अनि हामी त्यतिखेर एकदम हेल्दी पनि थियौँ। फेरि खाने घरमा पनि त खाना खाँदाखेरि हाम्रो के भन्छ आमाहरूले मकैको खाना बनाउनुहुन्थ्यो, कोदोको ढेँडो बनाउनुहुन्थ्यो, गुन्द्रुक हुन्थ्यो, अनि जौको खाना हुन्थ्यो। खानाहरू त्यस्तो खान्थ्यौँ। अहिले त अब बच्चाहरूले त चिन्न त चिन्दैन, कोदोको रोटी त चिन्दैन। अनि कहाँबाट खाओस् त। अनि एकदम गाह्रो क्या। पहिलाको कुराहरू याद आयो कटुस देख्दाखेरि। अनि मैले साथीलाई भने, त्यो साथी हो त्यहाँनिर एकजना आन्टीले पहिलाको त्यो उयोहरू ल्याउनुहुन्छ है, फ्रुटहरू भयो त्यहाँनिर, जस्तै मेल कटुसहरू भयो त्यहाँनिर ल्याउनुहुन्छ है, तिमीहरू पनि खाऊ भनेर भन्यो। अनि अबको बिहिबार चाहिँ हामी पनि किनेर खान्छौँ भनेर भनिरहेको छ क्या साथीहरू। म चाहिँ बिहिबारको दिन सिस्नो बर्खा मासमा हुन्थ्यो नि त, सिस्नो अनिवार्य लिएर खान्थेँ। अहिले चाहिँ अब त्यति हुँदैन। सिस्नो फुलेको निगुरे भयो, अनि तितेहरू भयो, अनिवार्य लिएर प्रत्येक बिहिबार खान्थेँ क्या ल्याएर। अहिले चाहिँ हुँदा लाग्यो सिस्नोहरू त्यति पाउँदैन रहेछ। पाए पनि अलि माथि पाहाडतिर लेकतिर पाउँछ, तर झार्दैन क्या। बर्खामा चाहिँ एकदम निगुरे हुन्छ नि, त्यो डौठे निगुरेहरू भयो। कस्तो राम्रो सब्जीहरू झार्छ क्या माथिबाट चाहिँ। म चाहिँ प्रत्येक नबिराइकन बिहिबार चाहिँ सिस्नो हाम्रो घरमा पाक्थ्यो। सिस्नो, निगुरे, तिते अनिवार्य ल्याउँथेँ। अहिले चाहिँ अब हिउँदको सिजन भएर होला र पनि आउँछ सब्जीहरू त। अहिले चाहिँ इस्कुसहरू आउँछ। फेरि इस्कुस पनि लिएर उसिनेर खान्छौँ। यतिखेर त अब मङ्सिर लाग्यो, एकदम छिप्पिएको इस्कुस भयो, इस्कुसको जराहरू भयो, तिनीहरू खान पाइन्छ क्या।